हेलो एभ्रिवान, म चाहिँ आज धेरै लामो समयपछि भिडियो गर्दैछु अनि आज चाहिँ शनिबारको दिन कलेज पनि बिदा। टक्क बिहानै ड्रेसेस धोएर म चाहिँ उनीहरूको मोटी भाउजूहरूको कोदो टिप्नको लागि खेत लागेको छु। अनि अहिले चाहिँ कति 12 साढे 12 हुन आँट्यो अनि अल्छी लाएर बसेको। घाम यस्तो लागेर चाहिँ पछाडि देख्न सक्नुहुन्छ घाम टल्केको। अनि टिपिम कति 2 बोरा जति टिपिम होला अनि अल्छी लागेर एकछिन बसेको। यहाँ शीतलमा कस्तो घाम लागिरहेछ भने गर्मी। अनि कोदो चाहिँ यसपालि यति लडेको छ कि अस्ति पानी आयो नि त, पानी आएको कारणले चाहिँ कोदो सोदो सबै लडेर मान्छेहरूको धान, हामी त धान रोप्दैनौँ, कोदो लडेर अब अरू बेला यो कोदोको झोल खाएर मान्छे लडेको देखेको थिएँ। यसपालि त सबै कोदो लडिरहेछ, हेर्नु न गाह्रो छ। अब चाहिँ हामी टिप्छौँ बटाबट, लडेछ बसी टिप्ने के छ र होइन, लडेको कोदो जसरी टिप्यो नि भइहाल्छ। हामी चाहिँ ब्लुटुथको तालमा कोदो टिप्दैछौँ होइन, यहाँ छ ब्लुटुथ सुत्तो बसी कोदो टिपी। कति आनन्दको जिन्दगी, कति आनन्द छ हामीलाई यस्तो। हे काम गर्दा चाहिँ घाम नलागोस् कि, अब जाडो महिना त घाम त चाहिन्छ, त्यही पनि काम गर्दा चाहिँ नलागोस् भन्ने मेरो सोच। कस्तो एउटा गीत मात्रै बजाएको मोटी। अब हामी चाहिँ फटाफट टिप्नुपर्ने हुन्छ। अब चाहिँ हामी चाहिँ फटाफट टिप्नुपर्ने हुन्छ। यहाँ पछाडि यस्तो लडिरहेछ अनि मोटी चाहिँ यहाँ गइसक्यो यहाँनिर। मोटी के छ आज गर्न सक्ने कि नसक्ने? टक्क अब गीतको तालमा चाहिँ हामी चाहिँ फटाफट टिप्नुपर्ने छ। अहिले चाहिँ हामी गलेको अवस्थामा बसिरहेको छौँ। अहिले चाहिँ कति बज्यो? 1 बज्यो। अनि मैले एउटा भैँसीको बच्चा भेटेको छु गाइस, देख्न सक्नुहुन्छ। ओहो, एउटा गरेको जाम के हो? भैँसीको बच्चा हो कि भैँसी नै हो? के भएर सिधै गलेर के फोन देखाएको मलाई? दाइको याद आयो। ए बुढाको याद आएर कसैले खप्पि नसक्नु भएको चाहिँ होइन, दाइ हुँदाखेरि म सुत्छु भन्दाखेरि दिन्थ्यो नि त बारीमा आएर नि। म सुत्छु। बुढा हुनुको नि फाइदा छ नि होइन, हामी नहुनेलाई के सिङ्गल हामी। अहिले चाहिँ टक्क खाजा खाएर पानी खाँदैको खाजा खाँदै गरेको त भिडियो बनाउँछु। हामीले चाहिँ के खाजा खायौँ मोटी? चटपटे र प्याजी खाएको। आलुचप होइन कि प्याजी बनाउनु भएको थियो, त्यो खायौँ। अनि कुरो कति धेरै के बारीमा, यतातिर पनि कुरो छ, सबै कुरो आया गल्यो। अब चाहिँ सकिन आँट्यो, थोरै छ। यहाँ चाहिँ मोटी पानी खाँदैछ होइन मोटी, लुगा पनि च्यातेको लागिरहेछ। केही हुँदैन, यो चाहिँ अब किन च्याते भन्दाखेरि काम गर्दा मात्रै लगाइन्छ नि त, त्यही भएर हो। अब हामी चाहिँ नबोल्नु न एकछिन, मलाई बोलाइदिनु। टक्क हामी चाहिँ कोदो सोदो टिपिसकेर टक्क घर जानुपर्ने हुन्छ। अब चाहिँ गएर खानासाना पकाउनु पर्छ। घाम यहाँ छ, खोइ कता छ? टक्क घाम चाहिँ त्यहाँ छ। अब डुब्न आँटेको छ घाम चाहिँ। अब कहाँ फ्याँकेको बोतल चाहिँ खाइसकेपछि मैले पानी खाएको थिएन, फ्याँक्थ्यो। अनि टक्क होइन, टक्सार बोतल पनि घामले गर्दा देखिँदैन रहेछ, यता चाहिँ देखिँदो रहेछ है। अब हामी चाहिँ टिप्नु पर्ने, मोटी टिप्नु थालिसक्यो। पानी लिनु गइदिएको थिएँ म चाहिँ बोरामा टिप्छु, यहाँ टिप्दैछु। मैले आज यसको कति बोरा टिपेँ? 3 बोरा टिपेँ होला। टिपेँ यसको 3 बोरा टिपेँ। अनि हामीले त्यो ठुलो बोरामा लग्दै घरमा लग्दै खनाउँदै गर्छौँ, त्यही भएर फाइनली हामीले चाहिँ कोदो टिपिसकेर घर जाँदैछु म अहिले चाहिँ होइन। घाम पनि टक्क डुबिसक्यो, घाम सामसँग ट्याक्क घाम डुबिसकेपछि एकैछिनमा रात पर्छ टक्क। अनि यो बोकेर अनि अगाडि चाहिँ मोटीले बोकेर हिँडिरहेछ। हामी चाहिँ घर जाँदैछौँ होइन। आजको भिडियो चाहिँ यही कोदो टिपेको मात्रै भयो। के कस्तो लाग्छ कमेन्ट गर्नु, लाइक गर्नु, मन परायो भने सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।